महाधिवेशन दुईटा हुने भए। प्रश्न भयो, कांग्रेस गयो। अब यदि भएपछि कांग्रेस गयो। अमेरिकनहरूले सुरु गरेको राजनीतिक ध्रुवीकरणको शिकार अब कांग्रेस हुन आइपुगेको छ। रवि लामिछानेले हत्याएको जो सभापति हो त्यो खोसेर आफ्ना अत्यन्तै विश्वासिला भरोसा योग्य मान्छेहरूलाई त्यहाँ फिट गर्ने एउटा मिसन अमेरिकाले त्यहीबाट सुरु गरिसकेको थियो। र अहिले पछिल्लो कालमा पनि जस्तो एउटा पासपोर्टको मुद्दा बाँकी छ, नागरिकताको मुद्दा टुङ्ग्याए, तर पासपोर्टको मुद्दा टुङ्ग्याउँदैन यहाँको न्यायाधीशले। गजबको कुरा। न्यायाधीश के अरे चाहिँ नागरिकता नक्कली भए त पासपोर्ट पनि नक्कली हुन्छ स्वत, तर मुद्दा फैसला गर्दैन। अनि त्यसपछि सहकारीका प्रकरण आए। देख्दा यिनले गरेको जस्तो लाग्छ, त्यो होइन, सबै बाहिरबाट गर्यो। एउटा मिसनमा सबै बाहिरी शक्तिहरूले गराउँछन्। यसको मुख्य होला रविले जे गरे, रवि चोखो मान्छे होइनन्, तर उनलाई जो लखेट्यो त्यो सभापति खोज्ने मिसनमा मात्रै गरिएको छ। अमेरिकनहरूले सुरु गरेको राजनीतिक ध्रुवीकरणको शिकार अब कांग्रेस हुन आइपुगेको छ। मैले यहाँहरूलाई केही वर्ष अगाडिदेखि भन्दै आएको छु, संविधान जारी भइसकेपछि दलहरूभित्रको ध्रुवीकरण नै विदेशी शक्तिहरूको अब मुख्य उद्देश्य हो। र अब कुनै पनि दल सग्लो दलको रूपमा रहँदैन। किन भन्छ भने उनीहरूले एउटा यस्तो शक्ति निर्माण गर्न खोजिरहेका छन् जसले जेलेन्स्की जस्तो आदेशमा आँखा चिम्लेर काम गर्न सकोस्। र यो जो जेन्जीको घटना भयो, जेन्जीको घटनापछि केही पार्टीहरू छिन्नभिन्न भए। यहाँहरूले देख्नुभयो, पुष्पकमलको पार्टी छिन्नभिन्न भयो, विप्लवको पार्टी छिन्नभिन्न भयो, माधव नेपालको पार्टी छिन्नभिन्न भयो। यहाँबाट उनले हात हाले र जुन साम्राज्यवादी शक्तिको सेन्टरसँग जोडिएको थियो तिनी मान्छेहरू गएर चाहिँ ठेक्रिए। हिजो दुश्मन आज मित्र भए, हिजोका मित्र चाहिँ आज दुश्मनको रूपमा उनीहरूले देखाए। अब अहिले कांग्रेसका दुईटा महाधिवेशन बोलाइए, दुईफ्याक भयो। मैले यो पहिले भनेको थिएँ, अब शिकार कांग्रेसै हुन्छ। मैले पहिले भनेको थियो अब फुट कांग्रेसको हुन्छ, किन यसको संकेत यो जेन्जी कथित जेन्जी आन्दोलनभन्दा पहिले नै गगनहरूले दिइसकेका थिए। यसको संकेत उनको धाक धम्की घुर्की शान सबै हेर्दाखेरि कसको आडमा बोलिरहेका छन् बुझ्ने मान्छेले सजिलै बुझ्थ्यो। हेर्दा सामान्य दुईटा व्यक्ति छन् होइन, न तिनको कुनै चाहिँ प्रभुत्व छ पार्टीभित्र, न त्यस कुनै राजनीतिक छवि भएका राजनीतिज्ञहरू हुन्। प्राविधिक हिसाबमा चाहिँ तपाईँको एउटा त्यो ठाउँमा गए, अमेरिकनहरूको दबावको कारणले त्यो ठाउँमा उनी पुग्न सफल भए, तर गजबसँग चुनौती दिए। सिङ्गो पार्टीले चुनौती दिए। उनले विशेष महाधिवेशन भनेर यो पुसको अन्तिममा चाहिँ महाधिवेशन आयोजना गरे। त्यसको लगत्तै कांग्रेसको संस्थापन पक्षको कार्य सम्पादन समितिको बैठक बस्यो। त्यसले वैशाखको अन्त्यमा महाधिवेशन गर्ने निर्णय गर्यो। भनेपछि महाधिवेशन दुईटा हुने भए। प्रश्न भयो, कांग्रेस गयो। अब यदि भएपछि कांग्रेस गयो। म अलिकति यहाँहरूलाई अब यो के कारणले भइरहेछ म अलिकति देखाउँछु। जस्तो उथलपुथल यहाँ देख्नुहुन्छ, मैले धेरै पहिलेदेखि एउटा के भनेको थिएँ भन्छ भने, जस्तो रवि लामिछानेलाई भिड बटुल्न उनीहरूले प्रयोग गरे, पार्टी दर्ता गर्न लगाए। अनि एउटा अनपेक्षित रूपमा ठुलै पार्टी बनेपछि रवि लामिछानेको नागरिकताबारे निर्णय गरियो। अब रवि लामिछानेले हत्याएको जो सभापति हो त्यो खोसेर आफ्ना अत्यन्तै विश्वासिला भरोसा योग्य मान्छेहरूलाई त्यहाँ फिट गर्ने एउटा मिसन अमेरिकाले त्यहीबाट सुरु गरिसकेको थियो। र अहिले पछिल्लो कालमा पनि जस्तो एउटा पासपोर्टको मुद्दा बाँकी छ, नागरिकताको मुद्दा टुङ्ग्याए, तर पासपोर्टको मुद्दा टुङ्ग्याउँदैन यहाँको न्यायाधीशले। गजबको कुरा। न्यायाधीश के अरे चाहिँ नागरिकता नक्कली भए त पासपोर्ट पनि नक्कली हुन्छ स्वत, तर मुद्दा फैसला गर्दैन। अनि त्यसपछि सहकारीका प्रकरण आए। देख्दा यिनले गरेको जस्तो लाग्छ, त्यो होइन, सबै बाहिरबाट गर्यो। एउटा मिसनमा सबै बाहिरी शक्तिहरूले गराउँछन्। यसको मुख्य होला रविले जे गरे, रवि चोखो मान्छे होइनन्, तर उनलाई जो लखेट्यो त्यो सभापति खोज्ने मिसनमा मात्रै गरिएको छ। त्यहाँ अर्को कुनै मान्छे लानु छ। जस्तो अलिकति रेयर छ। यसो एक चरण वातावरण बनाउन उनीहरूले स्वर्णिम वाग्लेलाई प्रयास गरे। हामीले पोहोर चाहिँ ठुलो विवाद डीपी अर्यालकी स्वर्णिम वाग्ले होइन, जस्तो रवि जेलमा परेपछि कसले चलाउने ठुलो विवाद आयो, त्यहाँ उनीहरू असफल भए। अनि त्यसपछि यो जेन्जीको तपाईँको घटनापछि भयो के भन्छ भने,
जस्तो हामीले रविलाई छोडियो, सर्वोच्च अदालतले नछोड्ने फैसला गरेको छ, छोड्न मिल्दैन भनेको छ, त्यसलाई चाहिँ चुनौती दिँदै त्योभन्दा तल्लो अदालतले धरोटीमा छोड्ने भनेको छ। त्यो के को निम्ति थियो भन्छ भने वार्ता गराउने, केही मान्छेलाई पसाउनु पर्यो, जस्तो रविलाई जेलमा हारेर घन्टीसँग वार्ता नहुने भयो, जस्तो हामीले पछिल्लो कालमा देख्यौँ नि, कुलमानलाई अपहरण गरेर त्यहाँभित्र हालिदिए, अथवा चाहिँ रविलाई नै अपहरण गरेर त्यो बालिनसँग एउटा सहमति गराए र उनले भने यतिको निम्ति तिमीलाई निकालेको, उनले प्रश्न भनिदिएका छन् अस्ति पनि। अब एउटा काम सकियो, अब चाहिँ काङ्ग्रेस तोडेर मैले पोरीदेखि भन्दै आएको छु, यो गगनहरूको जो टिम छ नि, दुईजना यिनी महामन्त्री भन्ने, यिनी जाने पनि ठाउँ त्यही होला, त्यसको नाम अरू केही राख्लान्। अब सुरुमा चुनावमा तालमेल भन्लान्, मोर्चाबन्दी भन्लान्, नाटक गर्लान्, तर जाने ठाउँ एउटै हो। त अमेरिकनहरूले काङ्ग्रेसभित्रको आफ्नो जो भरोसायोग्य, सबभन्दा विश्वासिलो र त्यो पनि अलिकति उमेरले युवा पुस्ता रहेको त्यो टिम समेतलाई एकै ठाउँमा लगेर जोड्न खोज्दैछ। त्यसको निम्ति उसले काङ्ग्रेस तोड्न थाल्यो। अब काङ्ग्रेस दुईटा बन्ने भए र यहाँ यति मात्रै सीमित छैन, जस्तो यो मिसनमा बाबुराम भट्टराई रातो दिन सक्रिय छन्। यो मिसनमा बाबुराम भट्टराईहरू, जनार्दनहरू र बाहिर केही मान्छे छन्, जस्तो अहिले लाजले सुरुमै पार्टीभित्र विरोध होला, जस्तो कुलमानको पार्टीमा पहिरो गइगयो, घन्टीको चाहिँ उम्मेदवारहरू जो बनाथे त्यहाँभित्र पहिरो गइरहेको छ, त्यो डरले चाहिँ अहिले सबै जुट्न नसकेको हो। जाने ठाउँ एउटै हो, अमेरिकाको खानी मान्छेहरू जाने ठाउँ एउटै हो। काङ्ग्रेस दुई फ्याक भयो। अब यसलाई संस्थापक पक्षले निन्दा गरेका छ, पार्टी तिमीहरूको क्लब होइन भन्ने आरोप लगाएको छ। अर्को दुईटा महामन्त्रीले चुनौती दिएका छन्, हाम्रो अधिकार छ, त्यो चाहिँ हस्ताक्षरबाट गरिएको माग हो, विधानमा त्यो बोलाउने अधिकार छ, आदि इत्यादि। अब यिनका विधानमा अधिकार के छ त्यो यिनीहरू जानुन्, किन भन्छ भने यस्ता कायदी कुराहरू सबैले आफ्नो पक्षमा गर्ने गर्दै आछन्। तर एउटा मैले अलिकति चाहिँ यो दलालहरूको नीतिको बारेमा कुरा गर्छु र त्योभन्दा अगाडि हेनरी किसिन्जरको एउटा विश्व प्रसिद्ध चाहिँ भनाइ छ, एक दुईटा भनाइ छन्, उनले धेरै कुरो भनेका छन्। त उनले के भनेका छन् भन्छ भने अमेरिकाको मित्र भन्ने कोही पनि छैन, उसको मित्र भनेको उसको आफ्नो स्वार्थ हो, स्वार्थपूर्ति जहाँबाट हुन्छ त्यो उसको मित्र हो, जसले गरिदिन्छ, जसले गर्दैन ऊ चाहिँ अमेरिकाको केही पनि होइन, एउटा भनाइ। र अर्को उनले भने के भनेका छन् र अमेरिकासँग मित्रता राख्ने भनेको त्यो फेटल भनेका छन्, त्यो आत्मघात हो त्यो होइन, अमेरिकाले कसैलाई पनि लाग्दैन, उसँग निकट हुने भनेकै सिद्धिने भनेको हेनरी किसिन्जरको भनाइ। त यो दलालहरूको यो नीति उनीहरूले अमेरिकनहरूले प्रष्टै भन्दै आछन्, यो नीति हामीले नेपालमा पनि देख्यौँ। म एउटा घटना जोड्न चाहन्छु, जस्तो काङ्ग्रेस दुई फ्याक भयो। यो नेपालमा एउटी अमेरिकन राजदूत थिइन् जुलिया चाङ ब्लक, पहिले आर्जुसँग विवाहको प्रस्ताव उनीहरूले लगेको र त्यो प्रस्तावलाई कृष्णप्रसाद भट्टराईले चर्को विरोध गरेका थिए। जस्तो उनका शोके सचिवहरू धेरैले बाहिर यो कुरो ल्याइसकेका छन्, आर्जुलाई विवाह गरिस् भने तेरै हातबाट काङ्ग्रेस समाप्त हुन्छ भनेर भट्टराईले त्यसबेला भनेका थिए भन्ने कुरो मिडियामा धेरै आइसकेको छ। शोके सचिवहरूले वरिपरि, भट्टराईका वरिपरिका मान्छेहरूले धेरैले भनेका छन्। एक खालले भन्छ भने आर्जुलाई विवाह गर्नुभन्दा पहिले काङ्ग्रेसभित्र अमेरिकाको मान्छे थिएन, अमेरिकाको को हो भने चाहिँ बत्ती बालेर खोज्नुपर्ने स्थिति थियो। देउपा दम्पतिले काङ्ग्रेसलाई अमेरिकामै बनाइदिए, गिरिजा मरेपछि त जम्मै अमेरिकाले चलाउने बनाइदिए उनीहरूले, त्यत्रो चाहिँ काम गर्थे। तर त्यो काम गर्ने देउबा दम्पतिलाई भुटानी काण्ड हुँदै जेन्जी चुटाइसम्म पुर्याइदियो अमेरिकाले युज एन्ड थ्रो भन्छ नि, प्रयोग गर्छ र त्यसको प्रयोजन सकियो भने, त्यसको औचित्य सकियो भने, त्यसको आकर्षण सकियो भने बिल्कुल कूडा कर्कट जस्तो गरेर त्यसलाई चाहिँ तपाईँको बढाड दिन्छ। यो नीति देउबा लोकजुवाटले भोगे अहिले। अब विश्वमा अन्त पनि यही गरेको छ, जस्तो सद्दामलाई त्यही गर्यो, उठायो मार्यो, बिन लादेनलाई त्यही गर्यो, उठायो मार्यो। यहाँ मात्र होइन, यहाँ चाहिँ एमसिसी पारित गराउने, एसपिपीका कुराहरू बखेडा गर्ने सबै देउबा ग्याङ, ओली ग्याङ सबै नै हुन्, पुष्पकमल ग्याङ कसैले पनि बाँकी राखेन, किन उनीहरूको उपादेयता सकियो, बस त्यति हो। यिनी दलाल हुन्, उनले खुवाएर सत्तामा पुर्याएर नेपाल लुटाएर एक समय
मौका दिएको थियो, तिम्रो मौका पुग्यो, अब 80ले मलाई पुग्दैन हैन, म यो ढंगले जानुपर्छ, बाटो छोड्देऊ। कांग्रेसभित्र भनेको त्यही हो।